कट्यो एकछिन हात त्यसो गर्नु हात त्यसो गर्नु यता यसो 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 गाडी यता आइरहेको छ कि मैले यता चिनाउनु लागेको थिएँ यता चिनाउनु लागेको थिएँ बनाएर मलाई पनि सेन्ड गरिदिनु भिडियोसमा हालिदिन्छ नि कुरो त चट्टा हाल्ने कुरा आइहाल्छ नि होइन आउँछ नि हो खतरको चाहिँ दामी भिडियो निकाल्नु हामीले गाडी जोड्नुपर्छ तुक्का जोड्नुपर्छ क्या तुक्का पवनको समुद्रको चाहिँ हान्नुपर्छ हो पार्टी समुद्रमा नहाने जाऊ मजे करने के लिए बहुत अच्छा आराम से बोटिंग कर रहे हैं लोग आराम से बोटिंग कर रहे हैं मैले एयरपोर्टको निकाल्नुपर्छ दामी है गर्नेछ पनि यो समुद्रको निक्ले हो दो 4 घंटा को काम भी चला हुआ चाहिँ हमारा यो हेर्नु बिजुलीको खम्बा जस्तो देखिएन यो सिमेन्टको पोल यही हो बाटो पनि निकाल्नै सर्टकट जहाँ गाडी क्यामेरा तपाईको मोबाइलमा राम्रो थियो तपाईको 13 मेगापिक्सलको हो नि मेरो ठिकै छ यसमा गरिराख्नु
यसमा नि गएर त्योबाट चाहिँ झन् दामी आउँछ कि तपाईँकोबाट गऱ्यो भने चाहिँ एकदम सही आउँछ ए कतिको यो त 5 को हो 5 को मात्रै हो क्यामेरा कति छैन यसमा ढुङ्गा सुङ्गा के हो सब समुद्रमा चाहिँ ढुङ्गा चाहिँ दौडेको होइन दामी छ त क्यामेरा के दामी छ नि तपाईँको क्यामेरा ऊ त बट्टारे निकाल्नु सब निकाल्नु सब भएको छ त्यो सब बैठे रहते हैं शाम हाँ को दिख नहीं रहे हैं शाम को बहुत हाँ अभी आएंगे ना लोग फ्राइडे सैटरडे ज़्यादा रहते हैं फ्राइडे अभी ड्यूटी से नहीं पार्क बना रखे हैं छोटे-छोटे। क्यामेरा यहाँ खर्चा किया है लोगों ने भाई बहुत सी। बहुत खर्च किया मिनिस्ट्री अफ ट्रान्सपोर्टेसन यहाँको रहेछ मन्त्रालय यार यातायात मन्त्रालय लेखेको छ त्यो हेर लेख्नु त पनि निकाल्नु बना रहे हैं ये सब बना रहा है ये ब्रिज आयो हाँ ब्रिज मुनि सिँढीमा यो माथिको रोड छ यता तलको रोड छ होइन ब्रिजभित्र सिँढी यो पनि हल्का खिच्दिउँ होइन यहाँ थिदिउँ आफै 80 को स्पोर्ट पूरा लाइटिंग पूरा लाइटिंग सिस्टम हाँ अच्छा है अच्छा सीन है अच्छा सीन है यार आज जुडाएको छ क्या हामीलाई हाँ आज जुडेको छ क्या आज जुरेकै रहेछ क्या सिन चाहिँ दामी सिन छ क्या दामी सिन छ अच्छा अच्छा। कहाँ अँधारोबाट फेरि उज्यालो आयो आयो यो चाहिँ ओभरै हुन्छ क्या यो चाहिँ लास्टै हुन्छ क्या हमाद इन्टरनेसनल एयरपोर्टमा जाने हो कि कहाँ हो हामी नयाँ एयरपोर्ट नयाँ हो नयाँ एकदम डेन्जर छ त्यहाँ सिन निकालिहाल्नुपर्छ के को 9-10 मिनटले मान्थ्यो हो कमसेकम अर्को पनि बनाउनु पर्छ जस्तो लाग्यो बनाउँदा कि हुन्छ एउटैमा खलास गरिदिने एउटैमा खलास गरिदिनु एउटैमा खलास गरिदिने जतिसुकै मिनट भइरहेछ होइन भइरहेको लामै होस् न लामै होस् क्या सुल्टिनीहरूले गाडी चलाए यार सिलगढीले गाडी चलाएको छ मिसा जाने बाटो यही हो छोटी अँ
यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी ला 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 पवन हाँ और क्या है, कैसे है, ठीक है ना? तेरे का 1 महीने के बाद में तो आएगा ना? आना ही पड़ेगा भाई। कितना बजे का फ्लाइट है? 9 बजे। हाँ 9 बजे। 9 बजे। कोई सीन निकाल भाई, सीन चाहिँ तो परै लिनुपर्छ है, कहाँसम्म पऱ्यो। मेरोबाट यता के अरे यो भिडियो पछि ट्रान्सफर गर्न मिल्दैन? मिल्छ नि? मिल्छ हो, हाँ? मिल्छ। यो पनि मिल्छ नि खिचेर? यो खिचेको तपाईँको म चाहिँ युट्युबमा हालिदिन्छु, युट्युबबाट डाउनलोड गर्न मिलिहाल्छ। दामी हालिदिनु बनाएर। यूट्यूब में डालो, पैसा कमाओ। हाँ पैसा क्या कमाना है यार? यूट्यूब में लोग बहुत पैसा कमाना और करोड़ों रुपए कमाते हैं। हाँ यूट्यूब में ये वीडियो डाउनलोड करने का अच्छा लगे किसी को, लाइक कितने आते हैं, कितने जितना देखेगा लोग उतना तुम्हारा पैसा कम देगा यूट्यूब। यूट्यूब बहुत फायदा है यूट्यूब से। या, यूट्यूब में कौन सा और कोई डाल रहा है वीडियो? अपने लोग डालते हैं ना वीडियो, हाँ गाने डाल रहे हैं, ये डाल रहे हैं, वो डाल रहे हैं, हर जगह का हाँ अपलोड करने का। उसमें एक वो नंबर मिलता है, वो नंबर अपने अकाउंट नंबर दे देने का उसमें, हाँ वो अकाउंट में डालते रहेंगे पैसे, हमारा होएगा वो अकाउंट में आएगा या डायरेक्ट ट्रांसफ़र उधर से। कितना लगा रखे हैं छोटे छोटे अभी। हाँ खजूर पेड़ है भाई, मस्त यार, यहाँ मस्त है ना। मस्त लगा रखे हैं, लेकिन धूप में सब खत्म हो जाएंगे। अभी धूप नहीं हुई ना, हाँ अब गर्मी होगी तो खत्म, पूरा सब सूख जाता है, खजूर रहेगा बस। बस खजूर को पानी की इतनी ज़्यादा जरूरत नहीं है ना। हाँ इसमें पानी की जरूरत ज़्यादा नहीं। एक्सप्रेसवे खतरा छ ऊ बाटोमा, एयरपोर्टको बाटो सीधा ऊपर ही है भाई, आजकल एयरपोर्ट में सीधा ऊपर ही चढ़ाने गए हैं गाड़ी। जगह में नहीं, सीधा ऊपर ही गाड़ी जाती है। हाँ अच्छा बनाया है लोग, अच्छा बनाया यार। अभी साला कतर डेवलप हो रहा है भाई, हाँ पूरा देखो हरियाली, कहीं एक पेड़ नहीं था इधर, हम लोग आए 2 साल पहले साले, हाँ एक भी पेड़ नहीं, पूरा हरियाली है। सब ये लगा हुआ है लोग। हाँ इधर बाहर का लोग, यहाँ का लोग किधर करता है मेहनत? यहाँ इधर के लोग क्या मेहनत करते हैं? झाड़ के नीचे गाड़ी है, उधर जाने का बैठने का AC है, चलिए बाहर के लोग मेहनत कर रहे हैं लोग इधर। लेकिन सबसे वही बात है कि अपने इधर नहीं करते ना मेहनत लोग, हाँ। इधर कर रहे हैं, अपने घर पे इतनी मेहनत करें तो इससे ज़्यादा कमा सकते हैं। हाँ उधर सोए रहते हैं, ऐसे हाँ। मुश्किल है। के सक्या में भिड एकछिन पाउँछ पाउँदैन एयरपोर्ट भित्र बाहिर त पाउँछ होला नि। भइहाल्छ कि फोटो खिच्छन् अनि किनकि अंदर फोटो खींचना अलाउड नहीं है, बाहर से तो खींच सकते हैं। हाँ जहाज की फोटो खींचना है, वो नहीं खींच सकते हाँ। उधर, ऑथराइज्ड है, हाँ वही लोग खींच सकते हैं, लेकिन बाहर यता VIP मात्रै जान्छ, यता नो एन्ट्री, ए इधर VIP लोग जाता है। VIP ये सेफ लोग हैं सब, बड़े बड़े भी वही जाते हैं लोग उधर, यताबाट। उनके लिए अलग ही बना रखा है ना वो लोग, हाँ टर्मिनल ही अलग है।
सब छोटे मोटे आदमी होगा मुश्किल नहीं। इधर हाँ इधर छोटा मोटा मुश्किल नहीं यार। छोटे मोटे आदमी सब एयरपोर्ट के नज़दीक ऐसे होता सब शेडिंग। बहुत जल्दी बना दिया, नया तो उस टाइम बन ही रहा था ये, 2 साल में ही पूरा बन गया। अच्छा समुद्र पूरा समुद्र है, पूरा समुद्र है। पूरा आ रहे हैं शिप उधर से। पूरा समुद्र है इधर से आगे। स्लो डाउन स्लो डाउन, कितना स्लो डाउन। ये आगे जहाज देखो ऐसे उड़ेगा, कतर एयरवेज। कहाँ जा रहा होगा ये? कतर एयरवेज उड़ गए लोग। उड़ गया किधर गया? कहाँ गयो हो? क्यामेरामा आगे हाल्छ त्यो जहाज यार। आउँछ होला। आउँछ होला यार। सब समुद्र देखो, पूरा समुद्र के बीच में है यार साहब। समुद्र के साइड में बना रखा है एयरपोर्ट में। जब उतरता है ना जहाज, बहुत डर लगता है भाई। हाँ, ऐसा समुद्र के ऊपर से इधर आता है। देखो पानी है, उसी में पंप लगा रखे हैं, उसमें पानी डाल रहे हैं सीधा समुद्र से उठा के पानी इधर डाल रहे हैं। हाँ। क्या है यार चीज का, दुनिया क्या है? पैसा है दुनिया, पैसा है। क्या भाई दुनिया। डिपार्चर में जाना है हमने तो, दोनों एक ही जगह ना। डिपार्चर। क्या चलता है साला? स्लो रहेगा तो इतना स्लो थोड़ी करना है कि मैं बिल्कुल ही स्लो हो जाऊँ। सीधा ऊपर ही है? खलास। क्या सिस्टम है? मैं देखो एयरपोर्ट अपना इधर भी ऐसे है भाई, दिल्ली में एयरपोर्ट ऐसे सीधा है, ऊपर ही हाँ। गाड़ी, दिल्ली में भी ऐसे। नीचे नहीं जाती गाड़ी, सीधा ऊपर एयरपोर्ट में। नीचे बसेस वगैरह है, ऊपर छोटी गाड़ी ऊपर सब पूरा। एयरपोर्ट अब बन्द गरिदिउँ होइन? बाटे बन्द गरिदिउँ अब? ऐसे ऐसे बंद गर्दा हुन्छ। 1 2 3 किसी भी गेट से जा सकते हैं। प्लेन सिलेन छ भने यसो त्यहाँ जहाज रहेछ, त्यहाँ जहाज रहेछ आइरहेछ। देख्यो? अँ। ल ठिक छ। यो चाहिँ दामी सिन हुने भयो पार्टी। यो चाहिँ दामी छ। यताको खिच्नुपर्छ कि कहाँ त्यता चाहिँ? ए यो त दामी छ हौ। हँ? कताको? यताको? ठिक छ ल। ट्याक्सी। ट्याक्सी यो क्या धेरै गाडी छ हौ यार। यो चाहिँ सबै गाडी पार्किङ हेर्नु न कति जग्गा छ यार। सबै गाडी साला चट्ट मिलाएर। पुरा समुद्रको बिचमा चाहिँ नि एयरपोर्ट होइन? सेट। दामी छ। बहुत दामी छ हौ पार्टी। हँ मेरोबाट कति काम छ? मेरोबाट खिच्ने तपाईँबाट खिच्ने कि त्यहीबाट? यहीबाट खिचिरहने हो। ल खलास योबाट नि चल्छ हौ जति नै चल्छ, राम्रै आइरहेछ। आएर।
दाजुले सोध्यो भने पुरा ट्राफिक जाम भएर ढिलो आएको भन्नु है ल त्यहाँ मलाई म अल्खरमा बस्छु नि त सिग्नललाई अन्त म त मिसाइड पो जाने विचार गरेँ किन जाने विषय भेट्न नि साथीहरूलाई यही बाटो त हो यही बाटो होइन बाटो हात कति 1 घन्टा पुग्छ नि यहाँबाट 1 घन्टा लाग्छ मिसाइड एयरपोर्ट आउने काम चाहिँ सहिलो रहेछ क्या सबभन्दा होइन बाटो जता गइदिनु भयो बाटो चाहिँ थाहा हुनु पर्यो क्या बाटो चाहिँ थाहा हुनु पर्यो जता हिँड्दैन भयो क्या म एकचोटि उसँग आएको थिएँ पतिराम दाईसँग अनि एक्लै आएको राति आएको थिएँ एयरपोर्ट राति एयरपोर्ट बाटो देखाउन आएको थिएँ नि त नयाँ एयरपोर्ट अनि राति आएको थिएन अनि अब त थाहा भइहाल्छ आँखा चिउलेर आइपुग्छ मलाई त मेसो हुँदैन यार यो कता हो कता सारा बाटो यार सबै उस्तै छ होइन त्यही भएर उस्तै भुलिन्छ त म त चिन्दैन अब एकचोटि आज आएँ होइन अब कहाँ आउनु छ अर्कोचोटि कता हो यत्रो दामी हरियाली छ त हो कतारमा नि चिसो खामै पढी अब खानुपर्छ अब चिसो खानुपर्छ कुदिरहेछ है बाढ़ के आउटरेसमा आउनुपर्ने हुन्छ त्यसमा आएको भए दामी हुने रहेछ युटीको कपडामा कति खिच्नु रहेछ केटालाई छुट्टै पर्नु न भिडियो चाहिँ हालिदिइहाल्नुपर्छ है साथी बनाएर कुनै केटीहरूको भिडियो हाल्नु मिल्दैन केटा केटीको सोल्टिनी त सोल्टिनी निकाल्दैन टेडीको पालै हो नि अब यो सोल्टिनीको है सोल्टिनी कटिहाल्यो होला आहा हो आच्छा सोल्टिनीको नि पालै हो काम गर्ने मान्छेहरूको त सब निस्किने भयो सब हेर्ने बिचरा काम गर्ने मान्छेहरूको चाहिँ यस्तो छ क्या स्थिति होइन सबै निस्क्यो किन निस्किरहनु त्यही त फुटबल खेल्दैछन् त्यो पनि एउटा ऊ हुन्छ कुद्दैछन् साथीहरू सबै निस्क्यो पार्टी अब हामी फेरि गर्नेतिर लाग्यो है यतापट्टि साइडबाट चाहिँ समुद्र नजिक आउँछ होइन उताबाट अलिक टाढा पर्यो क्या यही हो दोहा भन्ने जग्गा यही हो सब खासै गतिलो रहन्छ त्यहाँ दोहा त यहाँ होइन के छ त हो गतिलो खै समुद्र अलिक ठिक छ होइन
सब समुद्रको चाहिँ बिच बिचमा के छ नि त भन्दाखेरिमा चाहिँ नि पानी जहाजहरू छन् होइन पुरै चाहिँ पानी जहाज दोहाको चाहिँ नि सिटीहरू चाहिँ नि हल्का आराम यस्तो छ है उसको पनि हाल्न मिल्दैन भूकम्पको भूकम्प नै मिल्छ नि त्यसको पनि हाल्दैनौँ नेपालको बारेमा के होइन गाडी चलाएको सबै निकाल्नु है मेरो ल नाइटको चाहिँ सिन दामी आउँथ्यो कि यहाँको त है अगाडि गाडी कुदेको निकाल्नु है अनि हाम्रो निकाल्नु यस्तो गाडी चलाएको पार्टीले चाहिँ दामी भएर गाडी चलायो सेन्टी भएर यार हो कसलाई सम्झ्या यार बुढीलाई सम्झ्या कि कसलाई सम्झ्या निस्किन्छ लास्ट सेन्टी भएर चलाइदिने क्या यार ठिकै छ होइन यो चाहिँ नि हो हाम्रो कर्नेक्स भन्ने जग्गा होइन यसमा चाहिँ नि पुरै चाहिँ नि दामी छ कतारी सोल्टिनीहरूले हेरेर खानु त्यताबाट केही हुँदैन फोटो खिच्दा यो त एउटा फिल्मै बन्ने कुरै एउटा दामी फिल्म बन्छ नि अब त्यसमा आज जस्तै पुरा पनि फर्किहाल्नु टक्क टिप्ने हिँडिहाल्ने त्यही हो कि तपाईँको टाउको चाहिँ अलिक यसो गर्नु है लुक्यो त्यसै हामी अब लाग्यौँ अब लाग्यो होइन हामी अब अलकोट तरफ लाग्दैछौँ त्यो म बोलेको दामी छैन भनेको चाहिँ नपटाउनु है ल ल
के सोल्टिनी सोल्टिनलाई निकालिदिएको यार यसो ट्रेनिङ निकालिदिइहाल्नु सोल्टिनलाई त छोड्नै हुँदैन क्या अब्बै सोल्टिन त अब्बरै राम्रो छ नि त हौ यता गाडीमा क्या कता गाडी यता हाम्रो पछाडिको गाडीमा अब्बरै राम्रो छ नि हौ सोल्टिनी त ल्यान्ड खोजेर गाडी लिएर हिँडेछ र सोल्टिनीले अब्बै सोल्टिन त अगाडि अगाडि पनि हिँडिरहेको छ ओभर भएर गइदियो कि सोल्टिन सोल्टिन त ओभरै भएर गइन्ने हो सोल्टिनको त ओभरै भयो नि त सोल्टिनीको त बेबारै खलास भइहाल्यो नि त किन हर्न बजाउँछ कतारमा त पाउँदैन नि हर्न बजाउनु त होइन दामी रहेछ हो एउटा जग्गा नि यो जग्गा नि दामी रहेछ कि यो जिन्दगानी यिनीहरू त भयो दोहातिरका राम्रा राम्रा रोडहरू हो तर कतारमा सबै रोड यस्तै खाले त अलिक छैन होइन कतै कतै त कुनै खराब छ कुनै त खराब पनि छ प्राय धेरै जस्तो चाहिँ यस्तै राम्रै छ यो पेट्रोल पम्प हो यो पेट्रोल पम्प हो युनिभर्सिटी पेट्रोल स्टेसन भन्छ यसलाई चाहिँ नि होइन अब यसो चाहिँ नि 24 घन्टा ड्युटी गर्दा गर्दा थाकेको अवस्थामा चाहिँ नि घुम्न आएको बोरिङ भएर लास्ट बोर भएर होइन के गर्ने अब खै होइन त पार्टी हजुरको नि नाइट मेरो पनि नाइट अब के गर्ने त अब खै यस्तै हो केही छैन अब चाहिँ मरेला नि केही छैन भूकम्प आयो नि यहाँ त 1 सेकेन्डमै जान्छ होइन नेपालमा सब मान्छे जनता मरे यार त्यत्रो खतम भयो होइन अब यहाँ चाहिँ एकछिन गाडी रोक्यो एकछिन वेट गरौँ ल हस् त अब हाम्रो यात्रा जारी छ कतारको दोहा नयाँ एयरपोर्ट हमाद इन्टरनेसनल एयरपोर्ट भित्र छिरेर चाहिँ नि हाम्रो गोपालजीले गाडी कुदाइराख्नु भएको छ अनि हाम्रो गोपाल सर चाहिँ नि आज गाडी एकदम स्मुथ स्पिडमा चाहिँ नि उहाँले चाहिँ कुदाइराख्नु भएको छ कतारको चाहिँ नि हामी चाहिँ नि यो हमाद इन्टरनेसनल एयरपोर्टभित्र छिरेर फर्किने अवस्थामा छौँ हामी अन द वे बाटोमा छौँ र हामी अल्खोर भन्ने कतारको चाहिँ नि अल्खोर भन्ने जग्गातिर होइन हामी चाहिँ लाग्दैछौँ अब अहिले ठाउँ ठाउँमा ट्राफिक जामहरू छ र सिग्नलहरूमा चाहिँ नि सिग्नल अनुसार हिँड्नुपर्ने स्थिति अब यस्तै छ रेड सिग्नल ग्रिन सिग्नल बाटो क्रसिङ तपाईँहरूले गाडी अब यहाँ मान्छे रोडमा तपाईँको मान्छे चाहिँ हिँड्ने अवस्था छैन मान्छे हिँड्दैन रोडमा पुरै गाडी हो टर्निङमा गाडीलाई नै रेड सिग्नलको दिने अवस्था हुन्छ यहाँ नेपालतिर जस्तो जेब्रा क्रसिङ अनि आकाशे पुल यस्ताहरू छैनन् किनभने यहाँ मान्छे चाहिँ बाटोमा हिँड्दैनन् जति पनि मान्छे हिँड्छन् गाडीमै हिँड्छन् तपाईँको अब साइकल र मोटरसाइकल भन्ने त प्रायः तपाईँले यो भिडियोमा सायदै कति हेर्नु भयो होइन यहाँ साइकल त देख्नु भएन मोटरसाइकल त झन् पाउँदैन कुनै एक्स्ट्रा सोखले गर्दाखेरि कसैले स्पोर्ट्स बाइकहरू किन्छन् त्यो धेरै महँगो हुन्छ तर फेरि त्यो बाइक कतारीहरूले किन्छन् उनीहरूले मनोरञ्जनको लागि कहिलेकाहीँ इभिनिङतिर चाहिँ इन्टरटेनमेन्ट गर्नको लागि लिएर हिँड्छन्
नत्र भने गाडी प्रत्येक बच्चादेखि बुढासम्म सबै गाडीमै हिँड्छन्, गाडी चलाउँछन्। फेरि जाम भयो। हामी निरन्तर यात्रामा छौँ, हाम्रो यात्रा जारी छ। सम्भवतः 2 घन्टाको यात्रामा हामीले छोटो एउटा भिडियो बनाउने प्रयास गरिरहेका छौँ। जिन्दगीको यात्रामा धेरै कुराहरूको अनुभव गर्न पाइन्छ। कहिले कहाँ पुगिन्छ, कहिले कहाँ पुगिन्छ। मान्छेको जिन्दगी एउटा कर्कलाको पानी जस्तै रहेछ। र हामीले गाडीको स्पिडमा जस्तो स्पिड छ त्यही स्पिडमा गाडीको स्पिडमा चाहिँ जिन्दगी दौडिरहेको छ। गोपाल सर केही भन्नुहोस् न यार। हजुर मैले तपाईँको सुनिरहेको छु। म हजुर यहाँ यसो बाटोमा होइन अब कन्सन्ट्रेसन हुन पर्यो, फेरि यता ध्यान दिनु होला, फेरि होइन हजुर एक्सिडेन्ट होला के होला। ठिक छ, एकदम राम्रो विचार। हजुरको म एकदम कार्यक्रम एकदम आवाज र भोइस सुनिरहेको छु। तपाईँ जति सक्दो कन्सन्ट्रेसन चाहिँ वेमा बाटोमा दिनु होला।